चाहिँ एमएससी अनि आज चाहिँ म ड्युटीबाट भर्खर आइपुगेको हामी दुईजना नै। अन्त हाम्रो चाहिँ आज एनिभर्सरी हो नि त, अन्त हामी चाहिँ ड्युटीमै थियौँ। अब एनिभर्सरी चाहिँ भोलि हो तर 12 बज्नु आँट्यो यहाँनिर चाहिँ हो। अन्त मैले चाहिँ मेरो हस्बेन्डको लागि आलु पराठा अघि नै बनाएर राखिदिएको। अब ड्युटी जाने मान्छेहरूले चाहिँ अब के गरेर राख्नुपर्छ भनेर तपाईँलाई देखाउँछु। मैले चाहिँ अघि आलु पराठा अलिअलि बनाएर, अब बेलुका त भ्याउँदैन नि त होइन, थाकेको हुन्छ, अलिअलि सेकाएर चाहिँ गएको थिएँ। अब यो खानु पनि सजिलो हुन्छ नि त, त्यही भएर चाहिँ अब बनाएर खाने। अब एनिभर्सरीको त्यस्तो केही त छैन है, तर पनि अब जहिले पनि हामीले चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ आफ्नो हस्बेन्डहरूले खालि हामीलाई गिफ्ट दिइरहेको हुन्छ होइन, अब सरप्राइज गरिरहेको हुन्छ। कहिले कहिले चाहिँ मलाई लाग्यो कि अब योपालि चाहिँ मैले पनि कुछ एफर्ट टालौँ भनेर, सानो तर केही पनि छैन त्यस्तो चाहिँ। अहिले चाहिँ म देखाउँछु ल तपाईँहरूलाई। यसरी राखेर यो चाहिँ मैले बनाएको थिएँ होइन, अन्त यसरी राखेर चाहिँ फ्रोजन गरिकन गएको थिएँ। यसरी खाँदा पनि हुँदो रहेछ हामीले। हेर्नुहोस् है, अब ड्युटी जाने मान्छेहरूले त अब हामी त राति राति आउनुपर्छ नि त हो। आउनु न, यहाँ चाहिँ 12 बजिसक्यो, अब सुत्नु भनेको। केक चाहिँ यत्रो ठुलो बनाइदिनु पर्छ, कस्तो लाग्यो? दामी छ तर ठुलो भयो नि हाम्रो। के छैन खाँदा। मैले चाहिँ मेरो हस्बेन्डलाई गिफ्ट ल्याइदिएको छु। ऊ आयो, आउनु त छिटो यता। तपाईँको लागि गिफ्ट ल्याइदिएको, खोल्नु त। तर तपाईँलाई मनपर्छ कि मन पर्दैन लाएर पनि हेर्नु ल। कति बुढाहरूले खालि गिफ्ट दिन्छ होइन, कोही कोही बेला त बुढीले पनि गिफ्ट दिनु पऱ्यो नि बिचराहरूलाई। तर तपाईँलाई मनपर्छ है, दिनु त अरू मन थियो तर अब फिलहालको लागि चाहिँ लाउनु त कस्तो देख्छ तपाईँलाई। ए दामी देख्दो रहेछ। बिहा गरेको 4 वर्ष भयो, केही भन्नु छ? राम्रो भयो, बिहा गरेको 4 वर्ष जस्तो भएको लागेको जस्तो लागेको निन्द्रा लाग्यो बिचरालाई, बिहानै गएको नि त ड्युटी, भोलि पनि जानै छ। तर अब हामी के भन्छ के सेलिब्रेट चाहिँ गर्नु पाएन है, पाउँदैन अब ड्युटीले गर्दा। हुन्छ, तपाईँहरू सबैजनालाई थ्याङ्क यू, बाई बाई। Thank you so much for the gift.